यी हामी भण्डारीहरू हौं। सबैले भनौँ हामी भण्डारीहरू। नजिकको मित्रलाई भन्नुहोस् तपाईँ असल भण्डारी बन्नुपर्छ। र अब यो समयमा म जति चाँडो आज बिहान 2.5 घण्टा ढिलो आएको कारण आज मनुष्य हजुरहरूको व्यापार पनि थियो, यसलाई हामी केही पनि गर्न सक्दैनौँ। म ढिलोमा 1 घण्टा मात्रै दिने कोसिस गर्छु, नआत्तिनु होला, आठ हुँदैन। अब यो सेसनमा चाहिँ म भण्डारीको अर्को पक्ष कुरा गर्न लाग्दैछु, भण्डारीको गुणको बारेमा। अघि बिहान असल भण्डारी हुनु भनेको के हो, भण्डारीपन भनेको के हो भनेर हामीले हेऱ्यौँ। र अब अहिले चाहिँ भण्डारीको गुण, सबैले भनौँ भण्डारीको गुण। पहिलो कोरिन्थी 4:1 र 2 मा म तपाईँहरूलाई वापस लान्छु अनि म अघि बढ्छु। पहिलो कोरिन्थी 4:1 पद मैले बिहान पढेको थिएँ, तर 2 पद पढेको थिइनँ। अब यस घडी म पहिलो कोरिन्थी 4:1 र 2 पढ्छु। म सँगसँगै तपाईँले दोहोऱ्याउनुहोस्। यसरी मानिसले हामीलाई ख्रीष्टको सेवक र परमेश्वरका रहस्यका भण्डारी ठान्नुपर्दछ। त्यसबाहेक, अलिक जोडका साथ भनौँ, त्यसबाहेक यो आवश्यक छ कि भण्डारीहरू विश्वासयोग्य ठहरिनुपर्छ। आँखा चिन्नु। प्रभु धन्यवाद। यसगरी हामी तपाईको चरणमा आउँदछौँ अनि हाम्रो कान मन ध्यान तपाईतर्फ हुनेछ, ताकि प्रभु हामी तपाईले दिनुभएको कामहरूमा एक असल भण्डारीको रूपमा आफैलाई प्रमाणित गर्न सकौँ। पवित्र आत्मा हामीलाई मद्दत गर्नुहोस्, यीशुको नाममा आमेन। यदि हामी हाम्रो जीवन र सेवाकाईमा असल भण्डारी बन्न सक्यौँ भने धेरै कुराहरू हामी हासिल गर्न सक्छौँ, धेरै कुरो जीवनको हरेक क्षेत्रमा। र अहिले चाहिँ भण्डारीको गुण, भण्डारी कस्तो हुनुपर्छ अथवा भण्डारीको योग्यता, सबैले भनौँ भण्डारीको योग्यता। मैले गुण भने, गुण अनि योग्यता एउटै हो है। अघि योभन्दा अगाडिको सेसनमा हामीले हेर्दै थियौँ एउटा पास्टर हुन, एल्डर हुन अथवा सेवक सेविका हुन, डिकन डिकनेस हुन के योग्यताहरू चाहिन्छ भनेर हामीले हेर्दै थियौँ। र अहिले चाहिँ यसघडी एक भण्डारीको योग्यता। अनि यो खण्ड पढ्दै गर्दाखेरि यहाँ भण्डारीसँग मागेको एउटै मात्रै कुरो छ। सबैले एउटै मात्रै कुरो, भण्डारीको गुण बाइबलले एउटा, सबैले एउटा भण्डारी चाहिँ कस्तो हुनुपर्छ, उसको योग्यता कस्तो हुनुपर्छ भन्दाखेरि एउटा गुण। हजुरले भन्नुहोस् त एउटा गुण। उहाँलाई मात्रै भनेको भण्डारी कस्तो हुनुपर्छ भन्दा बाइबलले भर्खरै पढेको पहिलो कोरिन्थी 4:2 पदले भन्छ एउटै मात्रै गुण, त्यो चाहिँ भण्डारी चाहिँ विश्वासयोग्य हुनुपर्छ। नजिकको मित्रलाई भन्नुहोस् भण्डारी विश्वासयोग्य हुनुपर्छ। यति नै हो। बाइबलले भण्डारीसँग माग राखेको। यहाँ 2-3 जनाले मात्रै यो कुरा बुझ्नु भयो भने पनि ठुलै परिवर्तन आउँछ यो मण्डलीमा। सबैले हामीले बुझ्यौँ भने त महाप्रलय नै आउँछ। तर 2-3 जनाले बुझ्यौँ भने पनि ठुलो परिवर्तन आउँछ। सबैले ठुलो परिवर्तन आउँछ। यो खण्ड पढ्दाखेरि भण्डारी ज्ञानी हुनुपर्छ, भण्डारी बुद्धिमानी हुनुपर्छ, भण्डारी भक्त हुनुपर्छ, भण्डारी बलियो हुनुपर्छ, भण्डारीले धेरै शिक्षाहरू बाइबल कलेजहरू गएर आउनुपर्छ। यो सबै क्वालिटीहरू अथवा गुणहरू मागेको छैन। भण्डारी चाहिँ विश्वासयोग्य हुनुपर्छ। हालेलुया। यति भनेर
हामीले सघाउँदा हुन्छ यसै छ। भण्डारे विश्वासयोग्य हुनुपर्छ। वा अघि बिहान हामीले हेऱ्यौँ भण्डारे भनेको चाहिँ परमेश्वरले तपाईँ र मलाई यस्तो कुरा दिनुभएको छ जुन कुराबाट अरूलाई आशिष पुर्याउन चाहनुहुन्छ। त्यो चाहिँ बोलाव, दान, वरदान, स्रोत, साधन, समय उहाँले हामीलाई दिनुभएको छ। त्यसको देखभाल गर्ने जिम्मा पनि दिनुभएको छ। हालेलुया। अनि देखभाल गर्ने व्यक्ति चाहिँ विश्वासयोग्य हुनुपर्छ। सबैजना विश्वासयोग्य। अब म तपाईहरुलाई अलिकति विश्वासयोग्य भण्डारेको सवालमा विश्वासयोग्य हुनु भनेको के हो म सोध्न चाहन्छु। विश्वासयोग्य भनेको के बुझिन्छ? कसले भन्न सक्नुहुन्छ? कस्तो हामी विश्वासयोग्य भन्छौँ? ओके, तपाईले भन्नुभयो आज्ञा पालन गर्ने व्यक्ति। आज्ञा पालन गर्ने व्यक्तिलाई विश्वासयोग्य भनिन्छ। ताली बजाउने उहाँको लागि। अरू के अर्थ लाग्न सक्छ विश्वासयोग्यको? यतापट्टि विश्वासयोग्य छ यो मान्छे भनेको चाहिँ के हो? जिम्मेवारी पुरा गर्ने। भेरी गुड। हजुरले के भन्नुहुन्छ? अलिक साह्रो भन्नुभयो। अलिक साह्रो भन्नु नडराइ भन्नुहोस् त। के भन्नुभयो उहाँले? जिम्मेवारी बोक्ने मान्छे। ओके, अरू कसै भन्न चाहन्छ विश्वासयोग्य भनेको? यो मान्छे त विश्वासयोग्य छ भन्छौँ नि, त्यो भनेको के हो? राम्रो काम गर्ने, मतलब वफादार। तपाईँले भन्नुभयो होला वफादार, राम्रो काम गर्ने, इमानदार। कसले भन्नुभयो इमानदार? विश्वासयोग्य भनेको भरोसा गर्न सकिने, ईमानदार, वफादार, भरोसा गर्न सक्ने। यो सबै अर्थ चाहिँ विश्वासयोग्यको आउँछ। तर सबैजना तर साँच्चै यो त सबैजना साँच्चै यो त भण्डारे विश्वासयोग्य हुनुपर्छ भन्नेमा बाइबलमा छ। पहिलो कोरिन्थी 4:2 अध्यायमा भण्डारेहरू विश्वासयोग्य हुनुपर्छ। अनि विश्वासयोग्य भनेको इमानदार, भरपर्दो, आज्ञाकारी, भरोसायोग्य, राम्रो काम गर्ने, जिम्मेवार पुरा गर्ने, यो कुरा कसले तुराइपुग्यो? म तपाईलाई आज विश्वासयोग्यको भण्डारे विश्वासयोग्य हुनु भनेको एउटा नयाँ परिभाषा दिनेछु। सायद यो सुन्दा तपाईलाई अनौठो लाग्नेछ। हामीले जति पनि सुन्यौं यो परिभाषा एकदमै प्रसिद्ध परिचित परिभाषाहरू हो। विश्वासयोग्य भनेको भरोसायोग्य, वफादार भनेको मान्ने, इमानदार, यो सबै कुरा नै हो। तर बाइबलले भण्डारेहरू विश्वासयोग्य हुनु भनेको ठ्याक्कै त्यही हो त। बाइबलले यसै भन्छ त। म यो कुरा बुझाउनको लागि म तपाईलाई मत्तीको पुस्तकमा लिएर जान चाहन्छु। मत्तीको पुस्तक 25 अध्यायबाट म तपाईलाई व्याख्या गर्नेछु र 14 देखि 23 सम्म म पढ्नेछु। यहाँ तोडाको दृष्टान्त छ। तपाईले ध्यान दिएर सुन्नुहोस् कि म आज भण्डारीसित हुनुपर्ने योग्यता अथवा गुणको बारेमा यहाँबाट व्याख्या गर्नेछु। साँच्चै भण्डारी विश्वासयोग्य हुनु भनेको के रहेछ? मलाई ध्यान दिएर सुन्नुहोस्। किनकि यो चाहिँ कुनै मानिस जस्तो हो जसले परदेश जाँदा आफ्नो नोकरहरूलाई बोलाई आफ्नो धन सम्पत्ति तिनीहरूलाई जिम्मा दिए। सबैले जिम्मा दिए, धन सम्पत्ति जिम्मा दिए। तिनले हरेकलाई तिनीहरूको आफ्नो योग्यता अनुसार एउटालाई 5 सुनका सिक्का, अर्कोलाई 2 र अर्कोलाई 1 दिएर तिनी गइहाले। तब 5 सुनका सिक्का पाउनेले तुरुन्तै गएर त्यसलाई व्यापारमा लगाइकन अरू 5 सुनका सिक्का कमायो। त्यसरी नै 2 सुनका सिक्का पाउनेले पनि गएर अरू 2 कमायो। तर 1 सिक्का पाउनेले चाहिँ गएर भुइँमा आफ्नो मालिकको धन लुकाइराख्यो। 3 जना मानिसको बारेमा पढ्यो। म
भण्डारे विश्वासयोग्य हुनुपर्छ भन्ने अर्थ खुलाउन जाँदैछ। यहाँ एक धनी मानिस छ, उहाँ चाहिँ येशू हुनुहुन्छ। सबैभन्दा येशू। अनि यहाँ 3 नोकरहरू छन्, सेवकहरू। ती 3 नोकर र सेवकहरू चाहिँ म अनि तपाईँ हो। सबैले भन्नु म र तपाईँ हो। अनि यहाँ यो कथामा प्रत्येक एकले अलग अलग किसिमको सिक्का पाएको छ। सबैले अलग अलग किसिमको सिक्का। कसैले 5, कसैले 5, अलिक चाँडो यसो भन्नु न, 5, कसैले 3, कसैले 1। हालेलुया। अब हामी यो बुझ्न सक्छौँ कि धनी मान्छेले कुनै एक नोकरलाई, एक सेवकलाई 5 जिम्मा दियो। 5 तोडा सुन भनेको छ। अनि यो 5 तोडा सुन भनेको यो चाहिँ 1 बोरा सुन भनेर सम्झिनुहोस्। तोडा भनेको चाहिँ उहिले ग्रिक टाइममा हामीले कुरा गर्ने हो भने चाहिँ झन्डै झन्डै 1 तोडामा 18 केजी सुन आउँथ्यो भन्थ्यो। यो एउटा सानो चोइटा दिएको होइन, ह्याप्पी सुन। सबैले एकदम एक भारी सुन भन्नु त, 5 भागी सुन दिएको एउटालाई चाहिँ। अर्कोलाई कति दियो? 2 भारी र एउटालाई 1 भारी सुन दियो मालिकले। अब यो चाहिँ कसरी बुझ्दैछौँ भन्दाखेरि हामीले यो मालिक येशू प्रभु हुनुहुन्छ, यो सेवक म हुँ अथवा तपाईँ हुनुहुन्छ। अनि हामी प्रत्येकलाई अलग अलग किसिमको सिक्काहरू जिम्मा दिनुभएको छ। सबैले जिम्मा। अघि मैले भने भरोसा गरेर जिम्मा दिनुभएको छ। कसैलाई मण्डलीमा 5 वटा जिम्मेवारी छ, कसैलाई मण्डलीमा 4 जिम्मा छ, कसैलाई 3। कुनै पास्टरलाई प्रभुले 10 वटा चर्च दिनुभएको छ। कुनै एल्डरलाई परमेश्वरले 2 वटा सिक्का भनेको चाहिँ बोलाव दान वरदानका कुरा गरिएको। यी सेवकहरूले के पाएको भन्दाखेरि यहाँ पढ्दा चाहिँ सुनको सिक्का। अनि म यो बताउन एकदमै उत्साहित छु कि जिम्मेवारीहरूलाई सुनको सिक्कासित दाँजियो। किन? परमेश्वरदेखि आएको जिम्मेवारीहरू चाहिँ सुनको सिक्काभन्दा बहुमूल्य छ। त्यो भएर हामीले पाएको बलाउटहरू चाहिँ बहुमूल्य छ भनेर देखाउनको निम्ति सुनको सिक्का। हालेलुया। अब पर्सीको दिन नयाँ अभिषेक हुनुहुनेहरूले अलग किसिमको सिक्का पाउँदै हुनुहुन्छ भरोसा गरिएर। हालेलुया। अब कुरो के भयो? यो मालिकले जिम्मा दिएर उहाँ परदेश लाग्नुभयो। सबैले परदेश लाग्नुभयो। धेरै समय पछाडि एक दिन आउनेछ यो मालिक हिसाब लिनलाई। सबैले हिसाब लिनलाई। सेम कुरो प्रभुले आफ्नो बारेमा भन्दै हुन्छ कि म एक दिन निकै लामो समय पछाडि म तिमी पास्टरलाई भेट्न आउनेछु कि तिमीले मैले दिएको सिक्कासँग के गरे। म तिमी एल्डरलाई भेट्न आउनेछु कि मैले दिएको सिक्कालाई तिमीले के गरे। म तिमी व्यापारीलाई भेट्न आउनेछु कि मैले दिएको सिक्कासँग तिमीले के गरे। अब त्यहाँदेखि यहाँ चाहिँ अब गजबको कुरा हामी पढ्नेछौँ। धेरै दिन पछाडि मालिक फर्क्यो। म 19 देखि पढ्छु। धेरै दिनपछि ती नोकरहरूका मालिक आए र तिनले तिनीहरूसित हिसाब मागे। सबैले हिसाब मागे। तब 5 सुनका सिक्का पाउने नोकर अथवा 5 जिम्मेवारी पाउने अथवा 5 सेवाकाका क्षेत्रहरू पाउने 5 किसिमको अलग वरदान पाउने, हामी यसलाई यसरी बुझ्दै जाउँ। नोकरले अरू 5 सिक्का कमाएर लाई अगाडि लिएर आएर यसो भन्यो, हजुर, सबले भन्नु हजुर, तपाईले मलाई 5 सिक्का दिनुभएको थियो, मैले गल्ती गरेँ, माफ गर्नुहोस्। मलाई तपाईले 5 सिक्काको जिम्मा दिनुभएको थियो। फेरि ध्यान दिएर सुनौ कि जिम्मा लाउनु भएको तपाईँ र मैले पाएको बलावट वरदान यी सबै कुराहरू जिम्मा पाएको हामीले, हाम्रो होइन। यो कसैको हो? मालिकको हो। सबैको मालिकको हो। हेर्नुहोस् त, मैले अरू 5 सिक्का कमाएको छु। उत्साहित भएर आयो। अनि मालिकले त्यसलाई भन्यो, शाबास,
असल र विश्वासी नोकर। अब यहाँ हेरौँ, उहाँले कस्तो व्यक्तिलाई विश्वासी भन्दै हुनुहुन्छ है, किनकि भण्डारे विश्वासयोग्य हुनुपर्छ भन्ने कुरामा हामी जाँदैछौँ। यहाँ मालिकले भन्दै हुन्छ स्याबास, सबैले स्याबास। ओहो, यस्तो सुन्न पायो भने कस्तो हुन्छ हाम्रो प्रभुबाट। स्याबास पास्टर, स्याबास सेवक, हालेलुया। स्याबास र असल विश्वासी नोकर। यहाँ हेर्नुहोस्, असल अनि विश्वासी नोकर। मैले बिहान असलको मात्रै कुरा गरेँ, तर अहिले विश्वासी भण्डारेको कुरा गर्दैछु। त थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। त आफ्नो मालिकको खुसीमा सहभागी हो। 2 सिक्का पाउनेले पनि आएर भन्यो, हजुर तपाईँले मलाई 2 सिक्का दिनुभएको थियो, हेर्नुहोस् मैले अरू 2 सिक्का कमाएको छु। त्यसका मालिकले त्यसलाई भन्यो शाबास, सबैले शाबास। असल र विश्वासी नोकर, त थोरै कुरामा विश्वासी भइस्, अब म त्यसलाई धेरै कुराको जिम्मा दिनेछु। हालेलुया। विश्वास योग्य हुनु भनेको, ध्यान दिएर सुन्नु, यो खण्ड पढ्दा चाहिँ विश्वास योग्य भनेको चाहिँ अर्थ अर्को लाग्छ। विश्वास योग्य भनेको चाहिँ यहाँ यो मालिकको कुरा सुन्दा, येशू मालिक, येशूले त्यसलाई मात्रै विश्वास योग्य भन्नुभएको छ जसले आफूले पाएको सिक्कालाई दोबर गरेको छ। सबैले दोबर गरेको छ, गुणन गरेको छ। हेलो, सबैले त हेलो। विश्वास योग्य भनेको चाहिँ तपाईँ र मैले पाएको सिक्कालाई, वरदानलाई, बलाउलाई जब हामी गुणन गर्छौँ, वृद्धि गर्छौँ, त्यसलाई विश्वास योग्य भन्दछ। बाइबलको परिभाषा, प्रारम्भिक परिभाषा, बिब्लिकल बाइबलको प्रारम्भिक परिभाषा विश्वास योग्यताको चाहिँ हामीले पाएको जिम्मेवारीहरू गुणन गर्नु, दोबर गर्नु, त्यसलाई विश्वास योग्य भनिन्छ। सपोज नानीलाई परमेश्वरले इभान्जलिस्टको सिक्का दिनुभएको छ। अब यो छोरी विश्वास योग्य हुनु भनेको चाहिँ उहाँले पाउनु भएको इभान्जलिस्ट समाचार प्रसारिकाको वरदानलाई गुणन गर्नु। अब त्यो भनेको के हो? उहाँले धेरै सारा आत्माहरू उहाँको वरदानबाट राज्यमा लेको लेकै। अब जसलाई दान दिने वरदान प्रभुले दिनुभएको छ, उसले गुणन गर्नु भनेको चाहिँ के हो भन्दाखेरि देखेकै फेरि सबैले देखेकै। अब यहाँ बुझ्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि मण्डलीमा आजदेखि उता विश्वासको परिभाषा यहाँ बदली हुनेवाला छ। यो मान्छे विश्वास योग्य छ भनेको चाहिँ कुरा अर्को लाग्नेछ। सबैले विश्वास योग्य। प्रभुले भन्नुभयो कि शाबास असल अनि विश्वासी नोकर, त थोरै कुरामा इमान्दार भइस्, अब म तँलाई अरू धेरै कुराहरू दिनेछु। यहाँ येशू प्रभुले शाबास विश्वासी चाहिँ त्यसलाई मात्रै भन्नुहुन्छ जसले आफूले पाएको जिम्मालाई गुणन गरेको छ। गुणन, सबैले गुणन, वृद्धि। येशू प्रभुले विश्वास योग्यताको बारेमा एउटै कुरा भन्नुहुन्छ, जसले आफूले पाएको कुरालाई वृद्धि गर्छ, त्यो मात्रै हो विश्वास योग्यता। यहाँ सिक्नुपर्ने एउटै कुरो यो खण्डबाट पाउले कोरिन्थीको मण्डलीलाई भन्यो के अरे भण्डारीहरू चाहिँ विश्वास योग्य हुनुपर्दछ। अनि
विश्वासयोग्य हुनु भनेको चाहिँ येशू प्रभुले सिकाउनु भयो आफूलाई दिएको जिम्मेवारीहरूबाट गुणन गर्न। अनि यसलाई यो गुणन गर्नु भनेको के हो भनेर बुझ्नु भएन भने म यसलाई अलिकति सरल तरिकाले भन्छु, फल फलाउन। सबैले फल फलाउन, अलिक जोडको साथ भनौँ, फल फलाउन। अझै यसलाई बुझ्नु भएन भने यसलाई यसै पनि भन्न सक्छ, प्रभावकारी। कोही बाइबलको शिक्षक हुन्छ, बाइबलको शिक्षा दिने वरदान पाएको हुन्छ, उसले आफ्नो शिक्षा जुन शिक्षा बाँड्ने एउटा सिक्का पाएको छ, उसले धेरैभन्दा धेरै आज 10 जनालाई शिक्षा दियो, अर्को साल 20 जनालाई। उसले आफ्नो वरदानलाई प्रभावकारी बनाइरहेको छ, फल फलाइरहेको छ, धेरैलाई निर्माण गरिरहेको छ, धेरैलाई बनाइरहेको छ। हालेलुया। अनि यहाँ धेरैजना हुनुहुन्छ हजुरहरू ग्रहण गर्ने। अनि यो मण्डली स्तुति प्रशंसा मण्डली होइन, स्तुति प्रशंसा मण्डली चाहिँ गुणन गर्ने मण्डली हो। के साह्रो डराउनु भएको, आमेन भन्नु। एक दिन प्रभु येशूले भन्नुहुनेछ यहाँका मण्डली, यहाँका लिडरसिपलाई, यहाँका गुरुजनहरूलाई कि स्याबास पास्टर, स्याबास सेवक, स्याबास अनि असल सेवक। किन स्याबास र विश्वासयोग्य भन्नुहुनेछ भन्दाखेरि किनकि मैले देखेको चाहिँ यो मण्डली चाहिँ गुणन गर्ने मण्डली देखेको छु। जब मैले हाम्रो पास्टर बुवासित भेट भयो काठमाडौँमा, अनि कोभिड सकिँदै गर्दाखेरि भेट भएको उहाँसँग, मैले कतैबाट उहाँको बारेमा सुने, विशेष गरी मेरो चर्चको एल्डरबाट सुने। अनि खोज्दै खोज्दै गएको हस्पिटलमा, चिन्जान भएको थिएन, हस्पिटलमा भेटेको। विशेष गरेर यस्तो पश्चिमको पास्टर हुनुहुन्छ अनि छोरा अलिक अस्वस्थ हुनुहुन्छ भनेर म आफै खोज्दै गएको उहाँलाई। अनि भेटेर त्यहाँदेखि प्रार्थना गरेर आएको। अनि पछिबाट मैले चर्चमा इन्भाइट गरेँ उहाँलाई, अनि आएर हामी सङ्गति गर्न थाल्यौँ। अनि यहाँको सेवाकाई कसरी भइरहेको छ भनेर उहाँले मसँग बाँड्न थाल्नुभयो। अनि बाँड्नुभयो अनि मैले खुदा आँखाले हेर्न थालेँ कि यो चर्च चाहिँ गुणन गर्ने चर्च हो। किन भन्दाखेरि यो चर्चले चाहिँ धेरै छोरी मण्डलीहरू, धेरै ठाउँहरूमा छोरी मण्डलीहरू बनाइराखेको छ। हालेलुया। यो एउटा सिक्का, दुईटा सिक्का प्रभुले कति दिनुभएको थियो, अब त्यसलाई डबलाउँदैछ, सबैलाई डबलाउँदैछ। हालेलुया। भनेको विश्वासयोग्यता आफ्नो जिम्मामा हुनु भनेको चाहिँ गुणन गर्नु। हालेलुया। एक दिन तपाईले प्रभुको अगाडि उभिएर गर्वको साथ भन्नुहुन्छ, प्रभु तपाईले मलाई 5 सिक्का दिनुभएको थियो अथवा 5वटा इलाका दिनुभएको थियो, मैले 10वटा इलाका कभर गरेँ। हालेलुया। मलाई तपाईले चर्चमा शिक्षकको काम दिनुभएको थियो, मैले 1000 जनालाई सेलापनमा हुर्काएँ। उसले प्रयोग गरेर आफ्नो दान र वरदान। हालेलुया। ओ प्रभु तपाईले मगर जातिको बिचमा मलाई इभान्जलिस्ट बनाउनु भयो। मैले रोल्पा जिल्लाको धेरै मगरहरूलाई प्रभुमा लिएर आएँ, क्षेत्रीयहरूलाई लिएर आएँ भनेपछि मैले गुणन गरेँ। हालेलुया। विश्वासयोग्यता भनेको चाहिँ गुणन गर्नु हो। हालेलुया। अब अर्को कुरा म सुनाउँछु। यहाँ 3 जना छ भण्डारीहरू, सबैभन्दा 3 जना भण्डारीहरू, 2टा चाहिँ विश्वासयोग्य ठहरे। अनि ख्याल गर्नुहोस्, परमेश्वरले हमेसा हामीबाट गुणन खोज्नुहुन्छ। सबैले गुणन, फल खोज्नुहुन्छ। तपाईँलाई थाहा छ मानव जातिलाई परमेश्वरले सबैभन्दा पहिले दिनुभएको आज्ञा चाहिँ के हो? फल्दै फुल्दै वृद्धि हुँदै जाऊ। त्यो चाहिँ फर्स्ट कमान्डमेन्ट। मान्छेलाई वृद्धिको कमान्ड दिनुभएको छ। हालेलुया। अनि नयाँ करारमा पनि हामीले हेऱ्यौँ भने 15 अध्यायमा प्रभुले भन्नुभयो, धेरै फल फलाएर मेरो चेला भनेर प्रमाणित गर। हालेलुया। भनेको चाहिँ तिमी चाहिँ विश्वासयोग्य हो भनेको चाहिँ गुणन। सबैले गुणन। तर यहाँ एकजना अर्को पास्टर छ। यसलाई म पास्टरै भन्छु। मैले 2टा विश्वासयोग्य पास्टरको कुरा गरेँ। जसलाई 5वटा चर्च दिएको थियो उसले 10वटा बनायो। अर्को पास्टर थियो उसलाई 2टा ठाउँ दिएको थियो, उसले 4टा ठाउँ बनायो। अब यहाँ अर्को एकजना छ, यो चाहिँ
कस्तो खालको भण्डारे रहेछ हेर्नु है त। लाइनमा आएर त्यो अर्कोले पनि भन्यो 24 र 25मा, एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, हजुर नरोपेको जग्गाबाट कटनी गर्ने र ननिपनेको ठाउँबाट बटुल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ भन्ने मलाई थाहा थियो। यसैले मलाई डर लाग्यो र गएर तपाईँको सिक्का माटो मुनि लुकाइराखेँ। हेर्नुहोस्, यो सिक्का लिनुहोस्। अब यहाँ मालिकको उत्तर सुनौ। त्यसका मालिकले त्यसलाई जवाब दिए, ए दुष्ट अल्छे नोकर। अब यहाँ विश्वासी भनेको छैन, ए दुष्ट अल्छे नोकर। सबले भन्नु, ए दुष्ट अल्छे नोकर। हालेलुया। अब यहाँ जान अगाडि म अलिकति कुरा गर्छु। यो एउटा सिक्का जो जिम्मा पाएको थियो, उसले पनि त्यो सिक्का लिएर आयो। उसले हरायो, उसले चलायो, उसले गुमायो, तर उसले पाएको एउटा सिक्का जस्तो थियो त्यस्तै कायम राख्यो। सबैले कायम राख्यो। यो मान्छे ब्याकस्लाइड पनि भएको होइन, यो मान्छेले चर्च पनि छोडेको होइन, यो मान्छेले आफ्नो विश्वासबाट पतन पनि भएको होइन। यो मान्छेलाई जे दिएको थियो उसले त्यसलाई थामेर मात्रै राख्यो। कायम गर्नु भनेको चाहिँ थामेर राख्नु। वृद्धि नगर्ने मान्छेलाई परमेश्वरले एक दिन दुष्टै भन्नुहुन्छ। अब हाम्रो चर्चको दृष्टिकोण बताउँछु। हामी चर्चलाई चर्चमा कसलाई हामी विश्वासयोग्य भन्छौँ? सधैँ चर्च आउने, नियमित चर्च आउने, आराधना कहिले नछोड्ने, पुरानो सिनियर, यो त विश्वासयोग्य छ भन्छ हाम्रो दृष्टिबाट। तर एक दिन यीशुको अगाडि उभिँदाखेरि सम्भवतः हामीले विश्वासयोग्य भनेको मान्छे यीशुको अगाडि दुष्ट साबित हुन सक्छ। सायद उसले पाएको जिम्मा गुण नगरेको हुन सक्छ। कायम मात्रै राखेको। धेरैजना विशेष गरेर अगुवाई सेवाकाईमा, लिडरसिपमा गुणन गर्दैन, थामेर मात्रै राख्छ। यदि कुनै पास्टरले कहिले पनि अर्को चर्चहरू बनाएर अरू चर्चहरू प्लान्ट गरेन भने उसले आफ्नो एउटा सिक्का चाहिँ गुमाएन, कायम राख्यो। उसले केही पनि थपेन त्यहाँ। अरू चर्चहरू पनि प्लान्ट गरे। यो पास्टरले कुनै चर्च प्लान्ट गरेन। उसलाई सिक्का दिएको थियो अनि सिक्का महत्त्वपूर्ण थियो। उसले पनि पाएको बलाट पर्दा, तर उसले कायम राख्यो। हामी ध्यान दिएर सुनौँ। जब मैले यो रहस्य बुझेँ, अब मैले जसलाई विश्वासयोग्य भन्न थालेको छोडेको छु, किनकि कुरो उल्टो छ। ऊ चर्च सधैँ आउँछ अनि त्यहीँ बस्छ। अब त मलाई के जस्तो लाग्न थाल्यो भन्दाखेरि त्यो मान्छे सधैँ चर्च आएर त्यहीँ बसेर ऊ विश्वासयोग्य भएको छैन। ऊ प्रभावकारी हुनुपर्छ। सबले ऊ प्रभावकारी हुनुपर्छ। अलिक जोडका साथमा ऊ प्रभावकारी हुनुपर्छ। किनकि यहाँ यो एउटा सिक्का पाउने व्यक्तिले जीवनभरि त्यसलाई थामेर मात्रै राख्यो। कोही डिकनहरू चाहिँ 5वटा सिक्का पाउने र 2टा सिक्का पाउने जस्तो हुन्छ। उनीहरूले सेवाकालाई बढाउँदै जान्छ। कोही डिकनहरू कति पनि प्रभाव ल्याउँदैन। मेरा प्रियहरू, परमेश्वर हामी विश्वासयोग्य भएको चाहनुहुन्छ। अनि हामी विश्वासयोग्य भएको चाहिँ हामीले पाएको दान र वरदानलाई कायम राख्ने, थामेर राख्ने होइन। सबले नै वृद्धि, जोडका साथ भनौँ वृद्धि। नत्र एक दिन प्रभुको अगाडि हामीले विश्वासयोग्य सम्झेकाहरू अथवा महाफलकले विश्वासयोग्य लागेका कुराहरूमा म अल्छे साबित हुन सक्छु। उहाँले भरोसा गरेर दिनुभएको छ जिम्मेवारी कि प्रभावकारिता होस् भनेर। हालेलुया।
हामीलाई सेवाकाई चाहिँ उहाँले मण्डलीमा प्रभावकारिता ल्याउन निम्ति दिनुभएको। आमेन। अब यो अल्छे, यो चाहिँ अल्छे भण्डारे, यो अल्छे भण्डारेको बारेमा अलिकति बताउँछु। अनि हामी कति छिटो समय कुदेको होइन, सुरु भएको छैन, समय सक्यो। हो प्रभु दया गर्नुहोस्। अब ध्यान दिएर सुन्नु है, मालिकले अल्छेलाई दिएको वचनबाट त्यसका मालिकले त्यसलाई भने, ये दुष्ट, सबले भन्दा दुष्ट। यो सधैँ चर्चाउने मान्छे हो, यसले विश्वास गुमाएको छैन है, सिक्का पनि हराएको छैन। यो डरलाग्दो कुरो होइन र? म त थरथर कामे जब बुझेको यो वचन, थरथर कामे। साँच्चै हो, कायम मात्रै राख्ने, प्रभावकारिता नल्याउने। दुष्ट अल्छे नोकर, नरोपेको ठाउँमा कटनी गर्दछु र ननिखेको ठाउँमा बटुल्छु भने तैँले जानेको थिइस् भने नि, तैँले मेरो धन साहुकार राख्नुपर्ने थियो र मैले आएर अरू ब्याज समेत फिर्ता पाउने थिएँ। हालेलुया। ओके, यहाँसम्म आउँदाखेरि एउटा कुरा बुझ्यौँ, येशू प्रभु कुनै पनि हालतमा हामीबाट फल माग्नुहुन्छ, कुनै पनि हालतमा गुण माग्नुहुन्छ। अब यहाँ हामी कहाँ छौँ मूल्याङ्कन गरौँ। मलाई म आफैलाई त एकदम पुरानो विश्वासयोग्य जस्तो लाग्थ्यो, तर यो खण्ड पढ्दा त कुरो त उल्टो आयो। त्यहाँ म त कति पनि प्रभावकारी छैन रहेछ, फल फलाएको छैन रहेछ। सिर्फ मैले त पाएको वरदानलाई, पाएको पोजिसनलाई कायम थामेर मात्रै राखेको रहेछु। ओगटेर, सबले त ओगटेर, यसो गरौँ, ओगटेर कुर्सी तातो बनाएर, फल नफलाएर, ठाउँ चाहिँ ओगटेको छ। बाइबलीय दृष्टिकोणबाट ठाउँ ओगट्नेहरू विश्वासयोग्य होइन, तर त्यसलाई प्रभावकारी बनाउने। हालेलुया। अब यो अनफेथफुल, अविश्वासी, दुष्ट नोकरलाई के कारणले उसलाई चाहिँ विश्वासयोग्य हुनदेखि रोक्यो? केले रोक्यो होला? म तीनटा कुरा बताउँछु अनि सक्छु। केही त कारण छ जसले यो सेवकलाई अथवा यो नोकरलाई विश्वासयोग्य हुनदेखि रोक्यो, अथवा आफूले पाएको जिम्मालाई दोब्बर गर्नदेखि रोक्यो, दोब्बर गर्नदेखि रोक्यो। तीनवटा कारण म बताउँछु। अब यो बुझ्नको लागि मालिकको उत्तरलाई हेरौँ। मलाई सबैले बचाउनुहोस्, ए दुष्ट अल्छे नोकर। तर त्योभन्दा अगाडि यो नोकरले के भन्दैछ त्यो सुनौ है। एक सुनको सिक्का पाउनेले पनि आएर भन्यो, हजुर नरोपेको जग्गाबाट कटनी गर्ने र ननिखेको ठाउँबाट बटुल्ने तपाईँ कठोर मानिस हुनुहुन्छ। सबले तपाईँ कठोर मानिस हुनुहुन्छ। पहिलो कारण, यो सेवकले आफूले पाएको वरदानलाई प्रभावकारी बनाउन नसक्नु, आफूले पाएको जिम्मालाई दोगुना बनाउन नसक्नु, आफूले पाएको स्थानबाट अरूलाई आशिष पुर्याउन नसक्नुको पहिलो कारण आफ्नो मालिकको चरित्रलाई नचिन्नु। पहिलो दुईटा आएर त त्यसो भनेको छैन, तपाईँ कठोर हुनुहुन्छ, तपाईँले नरोपेको ठाउँमा कटनी गर्ने, ननिखेको ठाउँमा तपाईँ खोज्न आउने, तपाईँ कठोर मानिस, त्यो दुईटाले त भनेको छैन। तर यहाँ एउटा नोकर आएर चाहिँ के भन्दैछ, तपाईँ कठोर, सबैजना कठोर। तर त्यो दुईटाको लागि त उहाँ कठोर थिएन, तर यो एउटाको लागि चाहिँ कठोर भयो। यसको मतलब मालिकलाई नचिनेर, सबैजना मालिकलाई नचिनेर। यदि यहाँ हामी मध्ये कोही हाम्रो जीवनमा सेवाकाईमा हामी प्रभावकारी हुन सकिरहेका छैनौँ या सक्ने छैनौँ भने एउटै कारण हो कि हामी
येशूको चरित्रलाई नचिनेको कारणले। हामी चरित्र चिनेको छैनौँ। के हाम्रो प्रभु कठोर हुनुहुन्छ? के हाम्रो प्रभु नरोपेको ठाउँमा खोज्न आउनुहुन्छ? कठोर नगरेको ठाउँमा उहाँ खोज्नुहुन्छ फल? त्यस्तो कठोर हुनुहुन्छ हाम्रो प्रभु? हुनुहुन्न। उहाँ कस्तो हुनुहुन्छ? दयालु, प्रेमिलो, क्षमाशील। हालेलुया। कोही व्यक्ति मण्डलीमा प्रभावकारी छैन भने त्यो व्यक्तिले आफ्नो मालिक प्रभुको चरित्रलाई चिनेको छैन। घनिष्ठ छैन। सबैहरू घनिष्ठ छैन। म दागको बोटो तिमीहरू हाँगा हो, ममा हो, म तिमीहरूमा फल लाउँछु। धेरै सेवकहरूले आफ्नो जीवनमा सेवकाईलाई मल्टिप्लाई नगर्नुको पछाडि चाहिँ प्रभुसँगको घनिष्ठता चरित्रलाई नचिन्नु। उहाँले के चाहनुहुन्छ मेरो जीवनबाट भन्ने कहिले बुझ्दैन। यो नोकरको समस्या त्यो थियो। कसरी घनिष्ठ हामी बढाउने त? आज हामी सेकेन्ड सेसनमा सुन्दै थियौँ वचन र आत्माले भरपुर भएका सेवकको बारेमा हामी धेरै सुन्दै थियौँ। त्यो व्यक्तिले आफ्नो मालिकको चरित्रलाई चिन्दैन जबसम्म घनिष्ठ हुँदैन। ओके, यो पहिलो कारण थियो, आफ्नो मालिकलाई नचिन्नु। सबैले मालिकलाई नचिन्नु। सबै चर्च आउने व्यक्तिहरू पनि मालिकलाई नचिनेको हुनसक्छ कतिजनाले। दोस्रो, मलाई डर लाग्यो। सबैले मलाई डर लाग्यो। जोडको साथ भन्नु, मलाई डर लाग्यो। अब यो नोकरसित अर्को कारण चाहिँ के थियो भन्दाखेरि ऊ चाहिँ डरले थर हुँदो रहेछ। डर दुई किसिमको हुन्छ। एउटा पवित्र डर, त्यो चाहिँ परमेश्वरको डर। एउटा चाहिँ डरको आत्मा। सबैजना डरको आत्मा। अनि डरको आत्मा चाहिँ डर चाहिँ आत्मा, यसले बन्धनमा राख्छ। यो नोकर आफ्नो बोलावट वरदानमा दोबर गर्न नसक्नु, गुणन गर्न नसक्नुको दोस्रो कारण चाहिँ ऊ डरको बन्धनमा थियो। परमेश्वरदेखि चाहिँ नडराउने तर डरको आत्माको बन्धनमा, अपवित्र डर। सबैको अपवित्र डर। तर यदि परमेश्वरको भय हुनु हो भने चाहिँ उसले दोबर गर्थ्यो। हालेलुया। त्यही भएर धेरै सेवकहरू परमेश्वरदेखि चाहिँ डराउँदैन तर डरको आत्मासित चाहिँ डराउँछ। दुईटा कारण मैले बताएँ। तेस्रो कारण चाहिँ झन् गाह्रो छ। प्रभु येशूले अथवा मालिकले भन्नुभयो यो नोकरलाई, त्यसका मालिकले त्यसलाई जवाब दिए, ए दुष्ट अल्छे नोकर। सबैले अल्छे नोकर। अब यहाँ यो मान्छेले, यो सेवकले दोबर नगर्नुको कारण चाहिँ अल्छी थियो। सबैले अल्छी थियो। अल्छीको परिभाषा फेरि बाइबलीय हिसाबमा चाहिँ बडो अनौठो छ। यसले चकित पार्नेवाला छ तपाईँ र मलाई। यहाँ हामीले भन्यो भने म कोही पनि अल्छी होइन मान्छौँ हामी, किनकि हामी सब जागरिलो छौँ। किनकि रुकुम यो भेगमा चाहिँ खेतीपाती गर्ने मान्छेहरू छौँ हामी, एकदमै मेहनती मान्छेहरू छौँ। तर एक दिन मेहनतीहरू पनि अल्छीमा परिणत हुनेछन् येशूको अगाडि। म तपाईँहरूलाई मेहनतबाट एकदमै डिस्करेज गर्न खोजेको होइन, तर म केही अर्थपूर्ण कुराहरू बताउँदछु। बाइबलले हिसाबमा विशेष गरेर अल्छे भन्ने शब्दलाई जब हामी हेऱ्यौँ भने चाहिँ प्रभुले दिएको काममा ढिलो, सबले ढिलो, बिस्तारै, अलमल्ल, सुस्त, यसलाई अल्छे भन्छ। परमेश्वरको काममा ढिलो, सबले ढिलो। तालिम 9 बजी भनेको 11:30 बजे, बिस्तारै, अलमल्ल, सुस्त। त्यति मात्रै होइन, अर्थपूर्ण कुरामा
हुन संकोच मान्ने। कसो रे? अर्थपूर्ण काममा मण्डलीले दर्शन देख्यो, अर्थपूर्ण छ, तर त्यहाँ सहभागी हुन संकोच मान्ने। एक दिन होइन, सधैँ संकोच मानिराख्ने। कोही कोही त्यस्तो छ, केही गरौँ भनेर संकोच मान्ने। सबैले भन्छ संकोच मान्ने त्यो पनि अल्छे हो। अनि कोही कोही मैले बाइबलमा जो ग्रीक भाषा मैले बताइनँ, तर बाइबलमा अल्छेलाई कसरी व्याख्या गर्छ म त्यो कुरा ल्याउँदैछु। फेरि मलाई पछ्याउनु। जीवनप्रति केही नगर्ने, शिथिल, उदासीन, तटस्थ, उत्साहीन, यो सब अल्छेभित्र पर्छ। अनि एउटा सिक्का पाउने व्यक्ति यो एकचोटि मात्रै होइन, यसो आइन्जेल नै यस्तै भइरहेको, सहभागी नहुने, सङ्कोच मानिरहने, गरौँ कि नगरौँ, गरौँ कि नगरौँ, यसो आइन्जेल, मालिक आइन्जेल, को आइन्जेल? ओके, अब म स्पष्ट पार्न चाहन्छु। यो नोकर जिन्दगीभर केही नगरी बसेको होइन। मलाई जहाँसम्म लाग्छ, जब यो नोकरले सिक्का पायो, एकदमै जवान थियो, बलर पायो, दान वरदान पायो, जवान थियो। उसले दिनरात घोटेर काम गरेर सुन्दर घर बनायो, एउटा सुन्दर स्त्री पनि विवाह गर्यो, 2टा छोराछोरी बनायो, गाडी घोडा पनि उसले जोड्यो। अनि उसले अन्य थुप्रै कुराहरू पनि गर्यो। उसले आफ्नो छोराछोरीलाई राम्रो पढायो पनि। केही त खायो होला नि जिन्दगीभर, भोकै त बसेन होला नि यो नोकर। केही न केही त गर्यो यो मान्छे, हड्डी घोटेरै गर्यो, मेहनतै गर्यो यो मान्छे जिन्दगीभर। तर उसले के चाहिँ गरे? के चाहिँ गरेन? प्रभुले दिनुभएको काम चाहिँ गरे। प्रभुले दिनुभएको जिम्मा चाहिँ गरेन। प्रभुले दिनुभएको सिक्का चाहिँ चलाएन। सूर्य उदयभन्दा अगाडि नै उठ्यो, सबैभन्दा अन्तिम घर पुग्थ्यो। एक दिन प्रभुको अगाडि हामीमा त धेरैजना यस्तोमा हुन सक्छौँ। हामी हाम्रो पनि अल्छे छैन, अल्छेको परिभाषा पनि आज हामी अलग दिनेछौँ। परमेश्वरको सामुन्ने एक दिन तपाईँ र मलाई, यो चाहिँ नरक जाने विषय होइन। यसलाई उद्धार र मुक्ति पाउने व्यक्ति सधैँ बाँच्दछ है। यो चाहिँ इनामको कुरो छ। यो चाहिँ हामीले सेवाकाई पुर्याउनै पर्ने कुरो छ। यो न्याय, हामी विश्वासीको न्याय हुनेछ, सबैको न्याय हुनेछ, नरकको लागि होइन, इनामको लागि। हालेलुया। त्यो 2टा नोकरले इनाम पायो। हालेलुया। शाबास, असल नोकर, मेरो टेबलमा बसेर मसँग भोज गर। हालेलुया। तिमी थोरै कुरामा इमानदार भए, म तिमीलाई अब धेरै दिनेछु। तिमी 10,000मा इमानदार भए, म तिमीलाई अब 10 लाख दिनेछु। हालेलुया। कोही कोही व्यक्ति जीवनमा आर्थिक कुरामा कहिले पनि उन्नति हुँदैन। परमेश्वरले चेक गर्नुभयो, त्यो 5,000 दिएर त्यो 5,000 लगेर जुवा खेलिपठायो। यस्तो पनि हुन्छ र? हुन्छ। प्रभु जाँच्नुहुन्छ हामीलाई। यहाँ पनि जाँच छ, मण्डलीले पनि जाँच छ हाम्रो। तपाईँलाई जुनलाई जिम्मेवारी दिँदैछ, 1 साल हेर्छ मण्डलीले तपाईँलाई, 2 साल हेर्छ। तपाईँ विश्वासयोग्य हुनुहोस् न। पास्टरमा म अलिकति माथिल्लो लिडरसिपमा काम गर्न चाहन्छु भन्नै पर्दैन। तपाईँले भन्न अगाडि माथिल्लो तहका लिडरसिपले तपाईँलाई तानेर लानेछ। त्यो उहाँहरूले लगेको होइन, तपाईँको मेहनतले लगेको। उद्धार र मुक्ति सिक्दैमा, इनाम मेहनत गर्नुपर्छ। सबैजना मेहनत गर्नुपर्छ। उद्धार र मुक्ति सिक्दैमा, मुकुट, इनाम, पसिना बगाउनुपर्छ। मैले 2जना पास्टर बुवासित आज मर्निङ वकमा मैले एउटा कुरा सेयर गर्दै थिएँ उहाँहरूलाई। मैले सिकेको यो साल मेरो मण्डलीमा मैले सिकेँ। अनि मेरो मण्डलीमा पनि त्यही कुरा भन्दै थिएँ। तपाईँलाई
ध्यान दिनु है। तपाईलाई मानिसहरूले मलाई मानिसहरूले सेवाकाईमा नियुक्ति गर्न सक्छ, सबैले नियुक्ति गर्न सक्छ, तर स्थापित गर्न सक्दैन, सबैले स्थापित गर्न सक्दैन। यो चाहिँ मसँग प्रभु बोल्नु भएको कुरा म तपाईँलाई बताउँदैछु। यो साल म कतिचोटि अगुवाहरू आफ्नो नेटवर्किङमा अगुवाहरू स्थापित आफ्नो ठाउँहरू नपक्रेको देख्दा साह्रो निराश हुने, दिएको जिम्माहरूमा स्थापित नहुँदा साह्रो मन दुखाउने व्यक्तिमा कति गर्दा पनि नहुने। मलाई प्रभुले एक दिन भन्नुभयो, के साह्रो तिमी ठुस्केर बसेको, सबैभन्दा के साह्रो ठुस्केको, तिमी को मान्छेलाई लिडरसिपमा स्थापित गर्ने, के नै छ तिमीसित? मलाई यसो भन्नुभयो। हो र प्रभु भने मैले, हो त। अनि उहाँले मलाई यसो पनि भन्नुभयो, आवाज न त मेरै हातमा छ, म पनि मानिसहरूलाई स्थापित गर्न सक्दिनँ। यो बोल्ने तपाईँ हो त प्रभु, तपाईँले नै यसो भन्दै हुनुहुन्छ। म पनि होइन, पास्टर पनि होइन, अनि तपाईँ एकदम मालिक बाबु परमेश्वर पनि होइन। कसले त्यो व्यक्तिलाई स्थापित गर्दछ? मैले पाएको प्रकाश तपाईँलाई कसैले पनि स्थापित गर्न सक्दैन। तपाईँलाई परमेश्वरले पनि स्थापित गर्नुहुन्न। दुखित नहुनुहोस्, आज जुन शिक्षा सिके भनेर नजानुहोस्। तपाईँलाई स्थापित गर्ने काम चाहिँ तपाईँकै हातमा छ। तपाईँको मेहनतमा, तपाईँको विश्वास योग्यतामा, तपाईँको पवित्रतामा, तपाईँको भक्तिको जीवनमा परमेश्वरले सब दिइसक्नु भएको छ। यीशु ख्रीष्टको नाममा हालेलुया। केही बाँकी राख्नु भएको छैन, परमेश्वरले सबै दिनुभएको छ। अनि यसै पृथ्वीमा धेरैले आफ्नो बनाइरहेछ त्यो कुराहरू, अनि धेरै चाहिँ स्थापित भएको छैन। कहिले पनि मान्छेले तपाईँलाई स्थापित गर्ने छैन। त जतिजना हामी नियुक्ति भएको छौँ पहिला अनि हुनेवाला छौँ, कहिले पनि तपाईँलाई नियुक्ति के अरे स्थापित जडा गाड्ने बनाउँदैन। जडा चाहिँ तपाईँको कामले, सबैले मेरो कामले, मेरो मेहनतले। के साह्रो कन्जुस गर्नुभएको यता दाजुभाइ चाहिँ, तपाईँको बस्दा सुन्दा गाह्रै पनि भएको छ। त्यही पनि मलाई पछ्याउनुहोस् त्यसरी, यताकोले मात्रै मेरो मेहनतले, मेरो इमान्दारिताले, मेरो विश्वासिकताले, मेरो प्रार्थनाको जीवनले, मेरो लगनशीलताले, मेरो भोक र तृष्णाले मलाई अगुवापनमा, सेवाकाईमा स्थापित गर्नेछ। हालेलुया। हजुरहरूले आमेन भनिदिनुहोस् यता, हजुरहरूले आमेन भनिदिनुहोस्। अल्छे भनेको चाहिँ त्यसलाई भनिँदो रहेछ। कसलाई? परमेश्वरको काम नगर्ने, दान र बर्तनलाई व्यवस्था गर्ने, सबैलाई व्यवस्था गर्ने। म दुईटा जति पद पढ्छु ल, अनि अन्त्य गर्छु। यो चाहिँ हितोपदेशको पुस्तकबाट, हितोपदेश 24:30-34। यहाँ हितोपदेश लेखकले भन्छ, म एउटा अल्छेको खेततिरबाट गएँ। सबैलाई खेततिरबाट गएँ। एउटा समझ नभएको मानिसको दागबारीबाट भएर गए, चारैतिर काँडा उम्रेको थियो, झारेझारको खेत ढाकिएको थियो, अनि ढुङ्गाको पर्खाल उजाड गरिएको थियो। मैले अवलोकन गरेको कुराहरूलाई हृदयमा विचार गरेँ र मैले देखेको कुराबाट एउटा शिक्षा सिकेँ। क्षणभरको सुताई, सबैहरू क्षणभरको सुताई, क्षणभरको उखाइले हात बाँधेर क्षणभरको आराम गराइले दरिद्रता तमाथि डाकु चाहिँ प्रभाव चाहिँ हतियार भिडेको मानिस चाहिँ आइलाग्नेछ। आमेन। म नि एक दिन घुम्न गएको थिएँ, एकजना अल्छेको खेतबारी थिएँ। सबैभन्दा अल्छेको खेतबारी थिएँ, झारै झार हुँदैको। त्यो अल्छेले चाहिँ त्यो बारी चाहिँ आफ्नो बाउबाट वरदान स्वरूप पाएको। अब यसलाई यसरी बुझौँ। म एकजना एउटा पास्टरको चर्चबाट गएको थिएँ। त्यो पास्टरको चर्चमा झारै झार हुँदैको। म एकजना सेवकको बारी घुम्दै गएको थिएँ, उसको जीवनमा झारै झार हुँदैको।
यो भनेको के हो? मैले अघि भन्दै थिएँ 3 किसिमको भण्डारी। यो चाहिँ यस्तो भण्डारी हो जसले आफ्नो दान वरदान र सेवाको व्यवस्था गर्ने। यो व्यवस्था गर्नेलाई अल्छे भनिन्छ। सबैजना अल्छे। दुरुपयोग गर्नलाई दुष्ट होइन त? बिहान हामीले हेऱ्यौँ, एउटा सदुपयोग गर्ने, अर्को दुरुपयोग गर्ने, अर्को के गर्ने हजुर? लास्ट व्यवस्था गर्ने। त्यो व्यवस्था गर्नेलाई चाहिँ के भन्दो रहेछ? अल्छे। यसो गर्नुहोस् त, अल्छे। हालेलुया। अनि त्यसको जीवनमा चाहिँ अभाव चाहिँ डाकु जस्तो हुने रहेछ। वडा चढेर आओस् भन्नुहोस् त। आमेन। मैले भनेको नि बाइबलले भनेको छ। हालेलुया। अनि अर्कोको दासबारीबाट गए, झन् त्यसको त पर्खालहरू सबै भत्केको। यस्तो देखेँ मैले, अल्छे। आफ्नो दान र वरदान, आफ्नो सेवाको व्यवस्था गर्नेलाई अल्छे भनिन्छ। हालेलुया। अब म अरू एउटा पद पढ्छु। अल्छे भण्डारी। सबैले अल्छे भण्डारी। हातले मानिसलाई कङ्गाल तुल्याउँछ भनेपछि उसको सेवाकाईमा ऊ कमजोर रहन्छ। तर लगनशील हातहरूले सम्पत्ति आर्जन गर्छ। ग्रीष्म ऋतुमा अन्न जो गर्छ भनेपछि समयमा उसले काम गर्छ, समयमा आफ्नो वरदानहरू चलाउँछ। बुद्धिमानी हो त्यो। तर जो फसलको बेलामा सुन्छ अथवा काम गर्ने, सेवा गर्ने, दान वरदान चलाउनु पर्ने, सेवा पुर्याउने बेलामा सुन्छ, त्यसले त्यो चाहिँ ब्याजत ल्याउने छोरा। सबैहरू ब्याजत ल्याउने छोरा। मैले सकेँ आज। यति नै हो वचन आज। हालेलुया। धन्यवाद तपाईँको धैर्य धारणको लागि। कोही व्यक्तिहरू, कोही सेवकहरू चाहिँ ब्याजत ल्याउने छोरा जस्तै हुने रहेछ। तर कोही चाहिँ होसो अनि विश्वास योग्य नोकरमा बनिने रहेछ। विश्वास योग्य भनेको चाहिँ आफूले पाएको दान र वरदानलाई गुणन गर्ने। सबैले गुणन गर्ने। उसाउँदै चचाउने मात्रै होइन। आजदेखि कुरा बुझ्यो नि है? उसाउँदै चचाएर चियर रातो बनाएर अनि फेरि फर्केर जाने, तर केही नगर्ने, त्यो विश्वास योग्य होइन। आजदेखि हामीले मण्डलीमा विश्वास योग्य चाहिँ त्यसलाई भन्छौँ जो व्यक्ति चर्चसँगै आउँछ पनि तर ऊ प्रभावकारी पनि छ। उसले आफूले पाएको कुरालाई गुणन गरिरहेको छ, दोबर गरिरहेछ। हालेलुया। आमेन। अल्छे सबैभन्दा ठुलो समस्या। अनि अल्छेको पनि परिभाषा हामीले बुझ्यौँ। म जिन्दगीभरि घोटिने छु, मेरो हाड हड्डी घोटेर म काम गर्नेछु। यद्यपि एक दिन त्यो व्यक्ति यीशुको अगाडि अल्छेमा गनिन सक्दो रहेछ यदि उसले आफ्नो दान वरदानका कुराहरू प्रयोग गरेको छैन। आफूलाई दिएका सेवाका जिम्माहरूमा उभिएको छैन। हुन्छ ऊ मरिन्जेल काम गरेको, मेहनती संसारको दृष्टिकोणले हेर्दाखेरि। अब मैले तपाईँले खेती किसान नगर्नुहोस् भनेको होइन, पशुपालन नपाल्नुहोस् भनेको होइन, व्यापार बिजनेस नगर्नु भनेको होइन, सबै गर्नु। तर यो सबैबाट के हुनु पर्यो? परमेश्वरको महिमा। सबैजना परमेश्वरको महिमा। मानिसहरूको सेवा, स्थानीय मण्डली बलियो, सेवाको, यो सबै कुराबाट यो गरिएको छैन। पैसा मात्रै लुडाएको छ, ब्याङ्कमा राखेको छ, कहिले पुग्ने होइन, कहिले पुग्ने होइन। प्रभुको महिमामा प्रयोग गरिएको छैन, मेहनत चाहिँ गरिएको छ। अरूको सेवा पुऱ्याएको छैन, मेहनत चाहिँ गरिएको छ। स्थानीय मण्डली बलियो भएको छैन, मेहनत चाहिँ गरिएको छ। सेवा पनि बनाएको छ। हामीले बिहानदेखि साँझसम्म नराखे पनि प्रभुले अल्छेमा राख्नुहुनेछ। अनि अल्छे चाहिँ त्यो रहेछ जसले आफ्नो दान र वरदान र सेवाका लागि व्यवस्था गर्ने। अनि दुष्ट चाहिँ त्यो रहेछ जसले आफूले पाएको सिक्का दुरुपयोग गर्दछ। अनि हामी चाहिँ यसमा पर्न चाहँदैन। हालेलुया। म चाहिँ पर्न चाहँदिनँ। म चाहिँ एक दिन प्रभुको अगाडि उभिँदाखेरि
स्याबास सबैले स्याबास यो सुन्ने इच्छा छ हालेलुया स्याबास छोरी हालेलुया स्याबास छोरी असल विश्वास नकर आओ मसँग बोझमा थोरै कुरामा इमान्दारी भयो अब धेरै दिनेछु हालेलुया यहाँ प्रभुले प्रत्येक एकलाई यसै गर्नुहुनेछ आमेन थोरै कुरामा इमान्दार उहाँले थप्दै लानुहुनेछ यहीँबाट लिडरसिपहरूको पदोन्नति हुँदै जानेछ हालेलुया त्यसैले हाम्रो काम हामीलाई दिएको ठाउँमा विश्वास योग्य हौँ आउनुहोस् आँखा चिन्ता छोटो समय वचन मनन गरौँ अलिकति आफूलाई जान्छौँ